राजमुकुट यहाँ छ, राजदण्ड यहाँ छ भनेर जिम्मा लगाएर हिँड्ने राजा अराजकताको बीच, रक्तपातको बीच आउँछन् भनेर कसैले कल्पना गर्नु त्यो नै मूर्खता थियो नि। त्यसरी लडाईँ गरेर बस्ने भए त राजा त अस्ति नै बस्थे, अस्ति नै सेना परिचालन हुन्थ्यो होला, अरू नै ठुल्ठुलो हिंसा हुन्थ्यो होला नि त। त्यसबेला खुरुक्कै बुझाएर जानुपर्ने के कुरा छ थियो त। त्यसबेला चाहिँ नि किन बुझाएर जाने र अहिले चाहिँ त्यो रक्तपातको बीचमा किन आउने? कारणले राजा आउने भनेको हामीले सधैँ भनिराखेको छौँ सहमतिमा आउने हो। त्यो राप्रपाको अथवा कसैको राजाको रूपमा होइन, देशको राजाको रूपमा, अभिभावकको रूपमा सहमतिबाट आउने हो। र म अहिले पनि भन्छु देशको स्थायित्वको लागि, नेपालको सार्वभौम सत्ताको रक्षाको लागि मियो नहुँदाखेरि अहिले कस्तो भयो कि देशै रहन्छ रहँदैनको स्थितिमा पुगेको छ। त्यस कारणले यसको स्थायित्वको लागि सबैले आग्रह पूर्वाग्रह छोडेर न्यू एग्रिमेन्ट हुन जरुरी छ सबै राजनीतिक शक्तिहरूको बिचमा र राजालाई अभिभावकको संस्थाको रूपमा स्थापित गर्ने, राजनीतिक दलहरूले नै देश चलाउने र अहिलेको संविधानमा नमिलेका सबै चिजहरू मिलाउने र मैले प्रारम्भमा भने जस्तो फेरि कसैले कहिले पनि आन्दोलन गर्नु नपर्ने परिस्थिति निर्माण गर्नुपर्छ। कसैले जित्ने कसैले हार्ने होइन, सबैले जित्ने र मूल रूपमा देशले जित्ने एउटा मौलिक व्यवस्था निर्माण गरेर जान अहिले जरुरी भएको छ। अस्तिको अवस्थामा राजा आउने कुरै थिएन, अब यो अवस्थामा राजा आउन जरुरी छ। तर राजा राति सुटुकै आउने होइन, होइन झुक्याएर आएर ल राजा त आइसके अरे बिहान उठ्दाखेरि राजा आइसके अरे भनेर त्यसरी आउने होइन, सहमतिबाटै राजा आउने र अहिलेको अवस्थाबाट मुलुकलाई जोगाउनको लागि र यसको स्थायित्वको लागि हामीले हाम्रो पुर्खाबाट नासोको रूपमा प्राप्त गरेको नेपाल हामीले पनि हाम्रो भावी सन्ततिलाई यही रूपमा अझ विकसित र अझ सबल रूपमा हस्तान्तरण गर्नको लागि राज संस्था चाहिँ एउटा अभिभावकको रूपमा आवश्यक छ भन्ने कुरा प्रमाणित भयो र यो कुरालाई बिना लाज, बिना हिचकिचाहट र ढिलो नगरिकन सबैले स्वीकार गर्ने र राजा पनि आफ्नो सीमामा बस्ने, राजनीतिक दलहरू पनि आफ्नो सीमामा बस्ने अथवा राजनीतिक दलहरूले देश चलाउने हिसाबले नयाँ एग्रिमेन्ट गर्नुपर्छ।